तपाईहरुलाई आज म चाहिँ गेम खेलेर रिफर गरेर र सर्भे गरेर अर्निङ गर्न सकिने एप्लिकेसन दिनेछु। यसमा चाहिँ तपाईहरुले विथड्र, पेपल, पेयर, बाइनान्स र नेपालबाट चाहिँ इसिओमा डाइरेक्ट लिन सक्नुहुन्छ। यो चाहिँ रियल र जेन्युइन एप छ र तपाईहरुलाई चाहिँ म लाइभ पेमेन्ट प्रुफ पनि देखाउने छु। यहाँनेरि लाइभ विथड्र गरिरहेको अब यो पेमेन्ट प्रुफहरु हेरौँ। यहाँनेरि अब तपाईहरुलाई म यसको लाइभ पेमेन्ट प्रुफ देखाउने छु र यहाँनेरि हेर्न सक्नुहुन्छ मिनिमम यसको विथड्र 30 रुपैयाँ मात्र छ र यहाँनेरि 300 कोइन भइसकेपछि चाहिँ हामीले विथड्र गर्न मिल्छ। यसमा 300 कोइन बनाउने हो र लाइभ प्रुफ चेक गराउँछु। यहाँनेरि हेर्नु होला र तपाईहरु चाहिँ यहाँनेरि चेकमा गइरी पेमेन्ट प्रुफ अब चेक गराउँछु तपाईहरुलाई म। र यहाँनेरि हेर्नु होला 30 रुपैयाँ इसिओमा पेड भइसकेको छ। तपाईहरुले सिधै यो एप्लिकेसनबाट चाहिँ इसिओमा पैसा ल्याउन सक्नुहुन्छ। त्यही पनि 30 रुपैयाँ मात्र छ मिनिमम विथड्र। 30 रुपैयाँ कमाउन कुनै पनि गाह्रो छैन, सबैजनाले कमाउन सक्नुहुन्छ। तपाईहरुलाई म एकैछिनमा यहाँनेरि यो भिडियोमै कमाएर पनि देखाउने छु, 30 रुपैयाँ र विथड्र पनि गर्नेछु। अब तपाईहरु यसको लेटेस्ट पेमेन्ट प्रुफ हेर्नुहुन्छ भने पनि टेलिग्राममा जानु होला। 28 रुपैयाँ मिनिमम विथड्र गरेको छ। यहाँनेरि हेर्नु होला नीलम कुमार चौधरीले 28 रुपैयाँ विथड्र गरेको छ र यो चाहिँ अब एकदमै सजिलो छ खेल्नको लागि पनि। सर्भेहरु सानो हुन्छ त्यो कम्प्लिट गर्ने हैन र मिनिमम विथड्र डाइरेक्ट इसिओमा पाइन्छ। पेयरमा पनि विथड्र लिन सक्नुहुन्छ तपाईहरु। अब तपाईहरुलाई म यसको लिंक चाहिँ भिडियोको डिस्क्रिप्सन र कमेन्ट बक्समा राख्दिने छु। अब तपाईहरु भिडियोको डिस्क्रिप्सनबाट आउनु भइसकेपछि यहाँनेरि रजिस्टर गर्दिनु होला। एउटा एकाउन्ट क्रिएट गर्नुपर्ने हुन्छ। हामीले रजिस्टरमा जानु भइसकेपछि तपाईहरुले चाहिँ यहाँनेरि हैन अब तल रजिस्टरमा जानु होला र रजिस्टरमा गइसक्नु भइसकेपछि तल रजिस्टर यहाँनेरि तलतिर आउनु होला र युजर नेम दिनु होला। यहाँनेरि युजर नेम तल आइवरी तपाईहरुले युजर नेम भर्नुपर्ने हुन्छ। युजर नेममा जस्तै राजु12 राख्न सक्नुहुन्छ युजर नेममा है। युजर नेममा राजु12 राख्दिनु भयो भने आफ्नो नाम 12 राख्न सक्नुहुन्छ र तल इमेल एड्रेसमा चाहिँ तपाईहरुको इमेल आइडी दिनु होला। जस्तै यहाँनेरि अब मैले मेरो इमेल आइडी दिए र तल माथि पासपोर्ट राख्दिनु होला हैन। पासपोर्ट राखिसक्नु भइसकेपछि जस्तै अब पासपोर्ट तपाईहरुलाई जे राख्दा पनि हुन्छ, नेपाली अब हैन आफ्नो नाम जे राख्दा पनि भयो। मैले चाहिँ नेपाली राख्दै यहाँनेरि र यो तलको एग्री एन्ड टर्म्स एन्ड कन्डिसनलाई पनि एग्री गरिवरी आई एम नट रोबोटमा क्लिक गरिवरी सबमिट गरिदिनु होला है त तपाईहरु। अब तपाईहरु यहाँनेरि चाहिँ हैन यहाँ अघि तपाईहरुले एकाउन्ट रजिस्टर गर्दा हाल्नु भएको इमेल र अघि राख्नु भएको पासवर्ड हालेरी यहाँनेरि यो रिमेम्बर मीमा क्लिक गर्दा पनि भयो। या टु ए अब छैन हैन त्यो नहाल्दा पनि भयो र लगइन गर्दिनु होला। लगइन गरिसकेपछि यस्तो एकाउन्ट खोल्नेछ। मसँग चाहिँ अहिले 44 ब्यालेन्स छ हैन, 44 कोइन। 300 कोइन भइसकेपछि विथड्र गर्न मिल्छ। अब कोइन कसरी कमाउने त्यो भनिदिन्छु। सुरुमा यो अफरवालाहरुको रुल्सहरु पनि पढ्नु होला। तपाईहरुलाई हार्ड गेम नखेल्नु भनेको छ, सजिलो गेम खेल्नु भनेको छ। अब कुन गेम 1000 कोइन बनाउनु भने 1 USDT भनेको 145 रुपैयाँ पाउनु हुने रहेछ इसिओमा है। 1 USDT कमाउनु भयो भने। अब तपाईहरुले यहाँनेरि भनेको विथड्र गरिरहेको मान्छेहरुले विथड्र गरिरहेको देख्नुहुनेछ। यहाँनेरि माथि चाहिँ यहाँनेरि 312 कोइन विथड्र गरेको छन् इसिओमा हैन। र तल हेर्नुहुन्छ भने अब यहाँनेरि अफरवालाहरु छ, इजी अर्निङहरु छ। यो इजी अर्निङ कसरी गर्ने त्यो पनि सिकाउने छु तपाईहरुलाई। अहिलेसम्म भिडियोलाई लाइक गरिदिनु भएको छैन भने लाइक गरिदिनु होला। र अब यहाँनेरि भनेको अरु पनि छ हैन। 3 डटमा जानु होला। यहाँ माथि 3 डटमा 3 लाइनमा जानु होला यहाँ र अब अन्समा गइवरी यहाँ भ्यू एड्स छ। भ्यू एडमा गइवरी सफ्ट एड्स हेर्न सक्नुहुन्छ, विन्डो एड्स हेर्न सक्नुहुन्छ र भिडियो एड्स हेर्न सक्नुहुन्छ। भिडियो एड्स चाहिँ 60 सेकेन्ड हेर्यौं भने हामीले अब 60 सेकेन्ड हेर्यौं भने 2 कोइन पाउने रहेछौं हैन। 1 मिनेट हेर्यौं भने 2 कोइन। अब त्यो 2 कोइन हेर्न चाहनुहुन्छ भने यहाँनेरि हेर्नु होला। भ्यू एड्समा गइवरी हामीले 2 कोइन पाउने छु। त्यो भन्दा पनि सजिलो कोइनहरु हेरौं। अब तपाईहरु यहाँनेरि चाहिँ आउनु होला र भ्यू एड्समा जानु होला। अनमा है 3 डटमा आउनु भइसकेपछि र तपाईहरुले यहाँनेरि सफ्ट एड हेर्नु भयो भने यहाँनेरि टेलिग्राम जोइन हुनुभयो भने 1 कोइन। यो तल सब्स्क्राइबहरु च्यानल गर्दाखेरि कोइनहरु पाउनुहुन्छ। यहाँनेरि माथि भनेको छ रुल्स पनि पढ्नु होला। तपाईहरु यहाँनेरि जोइन भइदिनु पहिला टेलिग्राम हैन। टेलिग्राममा जोइन भइदिन्छु यसमा र जोइन भइसकेपछि अब यहाँनेरि भनेको अब यो पेमेन्ट प्रुफहरु पनि हेर्न सक्नुहुन्छ। तपाईहरुलाई यसको लिंक पनि म भिडियोको डिस्क्रिप्सनमा राख्दिने छु, त्यहाँ जोइन हुनु होला। र तपाईहरुलाई चाहिँ यहाँनेरि कोइन टाइमिङ भइन्जेलसम्म बस्नु होला र
कोइन एड नभएसम्म त्यहाँनिर चाहिँ अब रिफ्रेसहरू नगर्नु भनेको चाहिँ टाइमभरि 20 सेकेन्डभरि बस्दिनु भनेको छ। त्यस पछाडि कोइन एड हुनेछ तपाईँहरूको। अब तपाईँहरू यहाँनिर चाहिँ अरू पनि अफरहरू छ, मतलब यहाँनिर टास्कहरू छ, यो टास्कहरू कम्प्लिट गर्नु होला होइन। र अब तपाईँहरूले यहाँनिर जोइन आउट यहाँनिर अर्निङ एप भनेको छ, यिनीहरू कम्प्लिट गर्नुहुन्छ भने अब कोइनहरू पाउनुहुन्छ। एक कोइनहरू छ होइन। अब जुन सजिलो छ त्यति गर्नु होला र 1000 कोइनको 1 USDT पाउनु हुनेछ। यो आइएमपे ई सेवा पेयरमा निकाल्न पाउनु हुनेछ। आइएमपे पनि अफर एड गरिएको रहेछ अहिले है। र अब यहाँनिर अरू पनि छ। अब यहाँनिर यो अब अर्को फोकट रोल भन्ने पनि हामीले रोल गर्न पाइन्छ। अब तपाईँहरू यहाँनिर अर्को भनेको फोकट रोल छ। यो फोकट रोलमा जानु होला र फोकट रोलमा गइसकेपछि चाहिँ अब तपाईँले यहाँनिर क्लिक भन्ने छ, क्लिक हियर लिङ्क भन्ने छ, त्यहाँ क्लिक गर्नु होला र आई एम नट रोबोटमा यो रिक्याप्चा भरिवरि क्लाइम गर्नु होला। र अब एक घन्टामा तपाईँहरूले यहाँ मलाई 1 कोइन मिलिसक्यो हेर्नु होला होइन। अब एक घन्टामा तपाईँहरूले यहाँनिर फेरि स्पेन्ड गर्न पाउनुहुन्छ फोकट रोल चाहिँ। अब तपाईँहरू यहाँनिर चाहिँ अब इन्भाइट गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। अफरवालाहरूको यहाँनिर अफरवालाहरू पनि म तपाईँहरूलाई कसरी अर्निङ गर्ने थियो भनिदिन्छु। र तल हिस्ट्रीमा हेर्न सक्नुहुन्छ। इन्भाइट फ्रेन्डमा जानु होला र रिफरलमा गएर तपाईँहरूले आफ्नो लिङ्क पाउनुहुनेछ। त्यस पछाडि तपाईँहरूले यहाँनिर कमिसन पर्सेन्टेज पाउनुहुनेछ मेम्बरसिपको होइन तपाईँहरू यहाँनिर। र यो कति कोइन तपाईँहरूको फ्रेन्डले कमायो भन्ने पनि देखाउनेछ। यो रिफरल लिङ्क भन्ने यहाँ चाहिँ यो लिङ्कलाई कपी गरिवरि विभिन्न फेसबुक, व्हाट्सएप, अनलाइन अर्निङ ग्रुपहरूतिर, टेलिग्राम ग्रुपहरूतिर सेयर गर्नुभयो भने तपाईँहरूको साथीहरूले अर्निङ गरेको तपाईँहरूलाई पनि केही % कमिसन मिल्नेछ। त्यसैले रिफरबाट पनि अर्निङ गर्नु होला। त्योभन्दा पनि अब तपाईँहरूलाई म अफरवालाहरू चाहिँ कसरी कम्प्लिट गर्ने त्यो भन्छु। अफरवालाहरूमा पनि राम्रो अफरहरू छ, त्यो हेरौँ अनि। अब तपाईँहरूको यहाँनिर अफरवालाहरू छ, यो गेम छ, यो किप लाइट भन्ने र टाइम वाल छ। टाइम वालहरू कम्प्लिट गर्नु होला। यिनीहरू अफरवालहरू सजिलो पनि छ, त्यही सजिलो कम्प्लिट गर्नु होला। र तपाईँहरू यहाँनिर कुनै एप्लिकेसनहरू डाउनलोड गर्दा मात्र पनि तपाईँहरूलाई कोइन दिन्छ। जस्तै कि अलिबाबालाई डाउनलोड गर्नु भने तपाईँहरूले यो अलिबाबाको एप्लिकेसन डाउनलोड गर्दा चाहिँ कोइन पाउनुहुनेछ। र यसमा चाहिँ तपाईँहरूलाई यिनीहरू अलिक धेरै कोइन देखे पनि अलिकति गाह्रो हुनेछ। माथिको रुल्सहरू पनि पढ्नु होला। र अर्को भनेको सजिलो यहाँनिर अलिबाबा डाउनलोड गर्नुहुन्छ भने मात्र 136 कोइन छ। यो कोइन पाउनुहुन्छ। अलिबाबालाई डाउनलोड गर्नु पऱ्यो प्लस साइन अप गर्नु पऱ्यो तपाईँहरूले, त्यस पछाडि पाइहाल्नुहुनेछ। र अनजबको सजिलो यहाँनिर अफरहरू पनि छ। अब तपाईँहरूको यहाँनिर इजी अर्निङ छ। यो बिटको टास्कमा जानुभयो भने 60% इजी। यो अरू चाहिँ यो अनजबमा चाहिँ 100% इजी छ। यसमा भनेको त्यही हो, जोइन टेलिग्रामहरू छ होइन। र अब यहाँनिर जोइन हुनुहुन्छ भने 1 कोइन पाउनुहुन्छ। र यिनीहरू गर्नु होला। सजिलो टास्कहरू छ। यहाँनिर यो टाइमवालाहरू पनि खेल्न सक्नुहुन्छ। अनजबको यो 60 सेकेन्डको भिडियो हेरेर 2 कोइन पाउन सक्नुहुन्छ। मैले यसको भिडियो बनाउँदिनँ पनि थियो होला, तर अब 1-2 जना सब्सक्राइबरले चाहिँ इसिओमा डाइरेक्ट विथड्र हुने एप्लिकेसन ल्याउनु न भनेर मैले बनाइदिएको हो। त्यसैले अब तपाईँहरू सब्सक्राइब गरिदिनु होला च्यानललाई होइन। तपाईँहरूको लागि अब म राम्रो एप्लिकेसन लिएर आइरहेको हुनेछु। अब तपाईँहरू यहाँनिर चाहिँ विथड्र गर्नको लागि विथड्रको मेन ब्यालेन्स पाउनु होला। र यहाँ मेन ब्यालेन्स 3 डटमा युरी गर्न सक्नुहुन्छ। 45 कोइन छ मसँग चाहिँ अहिले। र अब तपाईँहरूको यहाँ ई सेवा, फोकट पे र पेयरमा निकाल्न सक्नुहुन्छ। 300 कोइन भइसकेपछि 5% फी काट्नेछ। र अब तलतिर चाहिँ अब एक्सचेन्ज रेटहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले भने। तपाईँहरूको यहाँनिर माथि ई सेवामा गएर विथड्र गर्न चाहनुहुन्छ भने चाहिँ ई सेवामा गएर गर्नु होला। र ई सेवामा क्लिक गर्नुहोस्। त्यस पछाडि भ्यालु कति कोइनको भ्यालु 300 कोइन छ मिनिमम विथड्र, 300 हालिदिनुहोस्। त्यसपछि 0.30 को र ई सेवा आइडी दिनु होला। तर करेन्ट पासवर्ड चाहिँ तपाईँले अगाडि लगइन गर्दा राख्ने भएको पासवर्ड जुन छ त्यही पासवर्ड हालेर सबमिट गर्नु होला। 300 कोइन भइसकेपछि तपाईँहरूको विथड्र आउनेछ ई सेवामा। र भिडियोलाई लाइक गरिदिनु भएको छ भने लाइक गरिदिनु होला। र च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु होला।